काटेर व्हीलचेयर दिएर राजनीति गर्ने मान्छेहरूले यो देशमा शासन सत्ता नपाओस्, म त्यो भन्न चाहन्छु। नेपालीको खुट्टा काटिदिने अनि उसैले फेरि घुमाएर व्हीलचेयर तपाईको छैन उपहार दिने, अनि व्हीलचेयर दिनुभयो भनेर हामीले झुकेर फेरि उसैलाई नमस्कार गर्नुपर्ने, अनि उसैलाई हामीले भोट हालेर फेरि उसैले यो देश होइन भत्काउने र जलाउने प्रवृत्तिका मान्छेहरूले फेरि यो देश नचलाओस्, म त्यो भन्न चाहन्छु। हामीलाई खुट्टा प्यारो छ कि व्हीलचेयर? खुट्टा उसैले काटिदिन्छ अनि उ त्यहाँ पर गइसकेपछि व्हीलचेयर लिएर आउँछ फेरि। एउटा अर्को मान्छे तपाईको खटाएर काटिदिन्छ क्या खुट्टा, उसैले त के काट्थ्यो, तर उसैको आदेश र निर्देशनमा तपाईको हाम्रो खुट्टा काटिन्छ नेपालीको। अनि उ त्यहाँ पर चोकमा गएपछि त्यो आउँछ है फेरि, हो नमस्कार, त दुःख भएछ, एउटा व्हीलचेयर ल्याइदिएको छ आधुनिक, अमेरिकाबाट आयो, भारतबाट आयो। अनि त्यो व्हीलचेयर पाएपछि त अब खुसी हुनु पर्यो नि त, खुट्टा छैन त्यतिकै तपाईँको छैन कसरी हिँड्नु भइराखेको बेला त हामीलाई त खुसी लाग्ने भयो। हुन्छ हजुर भने नमस्ते गरेर आजीवन हाम्रो भोट पनि फेरि उसैले लगिराखेको जसले हाम्रो खुट्टा काटेको छ। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, जेनजीलाई विशेष भन्न चाहन्छु, श्रम संस्कृति पार्टी मात्रै त्यस्तो पार्टी हो जसले आफ्नो घोषणा पत्रमा आधिकारिक रूपमा जेनजीको आयोग निर्माण गर्ने, स्थापना गर्ने भन्ने कुरा उद्घोष गरेको छ। कुनै अरू पार्टीले गरेको छ भने मलाई जानकारी होस्। मुखले मात्रै भनेर हुँदैन, आधिकारिक दस्तावेजमा आउनुपर्छ जेनजीको अधिकार सुनिश्चित गर्ने भन्ने कुरा। जेनजीको सपना, जेनजीको चाहना के हो भन्ने कुरालाई तपाईँको छैन मुखरित गर्ने एउटा बुदा, एउटा छैन तपाईँको छैन त्यो खालको एउटा घोषणा हामीले गरेका छौँ। यार सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, जेनजीले कतिले भन्छ हाम्रो आन्दोलनमा अरूले यस्तो उस्तो भनेर भन्छ, एउटा कुरा म भन्छु, यहाँ जेनजीको हुनुहुन्छ हात उठाउनु त, कोही छ? धेरै थोरै, केही छैन, कलेज जानुभयो होला, कता के होला। जेनजीहरूलाई म वचन दिन्छु, हर्क साम्पाङले तपाईँलाई जीवनमा कहिले पनि आन्दोलनमा बोलाउँदैन, तपाईँलाई ढुङ्गा हान्न बोलाउँदैन, आगजनी गर्न बोलाउँदैन, कुटाकुट गर्न अरूलाई लुट्न बोलाउँदैन, तपाईँलाई बोलाउँछ त सिर्फ ढुङ्गा बोक्नलाई बोलाउँछ। यो देश बनाउनका लागि ढुङ्गा बोक्न सघाउनुहुन्छ तपाईले? सघाउनु पर्छ, हो त्यसलाई भन्छ जेनजी, त्यसलाई भन्छ जेनजी। जेनजी इज फर कन्स्ट्रक्सन, जेनजी इज नट फर डिस्ट्रक्सन। है, विनाशको लागि होइन जेनजी, जेनजी भनेको चाहिँ निर्माणको लागि हो। म त्यो भन्न चाहन्छु, सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। एमसीसी को बारेमा मैले धेरै कुरा भन्न नचाहन्न, मैले अघि भनिसकेँ। राष्ट्रघाती सन्धि जसले चाहिँ हाम्रो देश